पूरे देख रहे सुड़ता उड़ता माथा खड़ा खै गेट नंबर कहाँ लेखेछ त ए अँ किससे बोला था तूने 5 से बोला था 6 ने बोला था 6 6 से क्या था पहले बोला था 5 इसके बाद बोला नहीं 6 में जाओ 6 में बोला कौन था वो बात कर रहे थे अंदर ही है वो आज ड्यूटी उसकी डोमेस्टिक हाँ। हुई है अब मिल जाएगा उसको नहीं वो डोमेस्टिक बना ड्यूटी चेंज होती रहती है ना क्योंकि भाई तस्कर ये मतलब तस्करी का मतलब हेलो गाइज नमस्ते सबैजनालाई तपाईलाई स्वागत छ मेरो युट्युब च्यानल विमल बम्बेल ब्लगमा साथीहरू अब तपाईले बुझिसक्नु भएको छ होला म अब कहाँ जान लागेको छु भनेर म जाँदैछु दुबई नेपाल बसेर भएन साथीहरू जानै पर्ने भयो एक्चुअली जाम भनेर अब हिँडिसकेँ र अहिले म दिल्लीको एयरपोर्टमा छु अब म एकछिनमा सायद यहाँबाट उड्छु होला म अहिले यतै वेटिङ रुमतिर छु अब यो पछाडि देख्न सक्नुहुन्छ तपाईँले यहाँ प्लेनहरू छ ल हिँड्नु लाग्यो त नि अब विदेश ल है गाइज अहिले म यहाँ दिल्ली एयरपोर्टमा छु दिल्लीको यो इन्दिरा गान्धी एयरपोर्टमा र मैले यहाँ सबै बोर्डिङ पासहरू गरेर फेरि अगाडि हिँडिसकेको छु म यहाँ प्रायः यहाँ सपिङ सेन्टर रहेछ क्या यहाँ के पाइने यहाँ ठुल्ठुलो उसहरू पाइने रहेछ ल हेर्नु गाइज हाम्रो यो दिल्लीको एयरपोर्ट हेर्नु गाइज देख्न सक्नुहुन्छ है तपाईँ सबैजनाले यहाँ म अब गेट नम्बर 15 मा जा भनेको थिएँ अब यहाँ गेट नम्बर 15 खोज्दै हिँडिरहेछु म अब गेट नम्बर 15 खोज्दा कहाँ पुग्ने थाहा पनि छैन खुला ठाउँ छ सबै ठाउँमा प्लेन कतिखेर आयो कतिखेर आउँछ डिले छ कि छैन भनेर यो बोर्डमा देख्न सक्नुहुन्छ तपाईँहरूले म जाने देश यही है म जाने देशै गाइज यो ल अब खोज्दै जानु पऱ्यो हेर्नु साथीहरू कोही पनि छैन कि पुरा एक्लै हो क्या यसो भेटिन्छ नि साथीहरू एयरपोर्टमा यता त कोही साथीहरू पनि भेटिन्न सब एक्लै हिँड्नु परिरहेको छ एयरपोर्टभित्र मेरो प्लेन इन्डिगो हो इन्डिगो हो मेरो इन्डिगो देखाएको छ कि देखाएको छैन यहाँ देखाएको छैन ठिकै छ अहिले गएर खोज्नु पर्ला अहिले भर्खरै खाना पनि जरुरी छैन मेरो त 5:30 बजेको फ्लाइट हो 5 बजे बल्ल जाने हो कसैको प्लेन छुट्यो होला क्या त्यही भएर दौडेछ यिनीहरूको फ्लाइट छुट्यो रहेछ सब दौडेछन् त्यही भएर हेर्नु गाइज म अब यहाँ प्लेनको नजिक पुग्लाइसकेको छु गाइस अब यहाँ लेखेछ 1 देखि 14 यता 1 देखि 15 यता 17 14 15 नम्बर गेट भनेको त्यो हो साथीहरू 15 गेटमा आइपुगेँ म
यो गाडी देख्नुपर्छ नि गाइस तपाईँहरूले यो गाडी ट्याक्क मान्छेलाई अप्ठ्यारो परेको बेलामा ट्याक्क चढाएर लिएर जाने हिँड्न नसक्ने मान्छेहरूलाई यहाँदेखि पारी पुऱ्याउनु पर्छ। त्यही वारिपारी गराउने गाडी है गाइस हेर्नु। सबै चेकिङ गरेर भ्याएँ मैले। अब म वेटिङ रुममा बस्नुपर्ने हुन्छ गाइस 2 घन्टा। अब 2 घन्टासम्म के गरेर बस्ने होला भनेर सोचिरहेको थिएँ। 2 घन्टा के गरेर बस्ने होला भनेर सोचिरहेको थिएँ गाइस। अनि यसो हेरेँ अब कहाँ जाने त के गर्ने त भन्दा यसो केही चिप्सहरू पाउँछ कि भनेर यहाँ आएको थिएँ। अब हेर्नु गाइस यहाँ चिप्सहरू लिने तरिका हुन्छ क्या। यस्तो छ अब के खाने यस्तो त खै मलाई यस्तो त खाना रुच्दैन गाइस। चिप्स पाउँछ कि कतै हेर्छु। यहाँको सिस्टमै के छ कि अब यो के गरेर खाने अब पैसा दिने हो कि कोइनले हो कि कोही थाहा छैन। यसो बुझ्नु पऱ्यो। हेरौँ अब कसरी हुन्छ खाना त पऱ्यो। यो एयरपोर्टबाट हेर्नु गाइस दिनको लाखौँ मान्छे जाने आउने गर्छ क्या। कति धेरै जान्छ मान्छेहरू यहाँ। एयरपोर्ट पनि लास्टै ठुलो रहेछ हेर्नु गाइस। यो एक ठाउँबाट गएर अर्को ठाउँ पुग्न पनि लास्टै टाढो छ। हिँडेछ जानै नपाइने ठाउँ थाहा नपाइने। अब हिँडेको गर्नुपर्छ नि त। टाढो छ। तपाईँलाई हेर्नु गाइस मैले अलि नजिकबाट एउटा प्लेन देखाउन गइरहेको छु अझ नजिकबाट। हेर्नु टोइलेट खोज्न पनि नि टाढा जानुपर्ने क्या। बल्ल टोइलेट गएँ। अब हुन त यहाँ त सजिलो छ नि धेरै जन्न हिन्दी भाषा बोल्न आउँछ र अब हिन्दी भाषा भए पनि यसो बोलेर ट्याक्टु पारेर बोलिन्छ। कति ठाउँमा त अब धेरै इङ्ग्लिस बोल्न पऱ्यो भने त गाह्रो हुन्छ नै। अब टोइलेटको कुरा नै कि अरू कुरामा अन्त यहाँ त हिन्दी भाषा बोल्ने मजाले त्यसपछि अनि जाने आफूलाई अब कहाँ जानु मन लाग्छ के खान मन लाग्छ भन्न सकिन्छ। तर मैले के खाने क्या खै मलाई केही समझमै आएको छैन यार। के खाने सबै खानेकुरा राखेको छ बाटोभरि। अब हेरौँ कस्तो हुन्छ। कस्तो कुरो किन्छ यार यहाँ यस्तो। तर लास्टै महँगो हुन्छ कि यो ठाउँमा फेरि। अब म त्यो टेन्सन 1 घन्टा 1.5 घन्टामा उठ्छ होला सायद प्लेन। त्यसपछि मैले त्यहाँ यहाँ त खान्न ऊ त्यहाँ एउटा खानेकुराहरू देखिरहेको थिएँ। त्यो खानेकुरा पाता मैले त्यही खानेकुरा अब खान पऱ्यो। यो गाडी यसरी मान्छेले दिन्छ कि हेर्नु गाडी चाहिँ ट्याक्कै हिँड्न नसक्ने मान्छेहरूलाई बुढाबुढा मान्छेहरूलाई धेरै नि गाडी हो। ल हेर्नु साथीहरू तपाईँले देख्न सक्नुहुन्छ यहाँ कतार एयरलाइन्सको पनि यहाँ प्लेन आएको छ हेर्नु। अर्को एयर इन्डियाको पनि छ। अरू 2टा 3टा उहाँ पनि छ 3-4वटा। एयर इन्डिया चाहिँ राष्ट्रिय ठुलो रहेछ। यहाँ एयर इन्डिया अलिकति ठुलो रहेछ। त्यो कतारको हल्का सानो छ। ल है साथीहरू अब म यो लिफ्टमा हिँडिरहेको छु। यहाँ अब हिँड्न मन लाग्यो टक्क हिँड्ने पनि भयो। हिँड्न झ्याउ लाग्यो यसो उभे पनि भयो है। उभे पनि झ्याउ लाग्यो भने अब रोकिनु न त अलिक छिटो जानु छ भने छिटो हिँड्ने यस्तो सुविधा छ कि हेर्नु गाई चाहिँ। तर राम्रो हो यो पनि हिँड्नु नसक्ने मान्छेलाई त एकदम छिटो हिँड्ने हुन्छ। त्यतिखेर पुगेको हुन्छ गाई। सबैको साथी छैन हेर्नु त मेरो मात्र साथी नभएको
सब सेम सेम देखिन्छ जम्मै ठाउँ। अघि भर्खर त्यस्तै यहाँ बसेर आएर लाग्थ्यो, फेरि त्यस्तो देखिन्छ। ल हेर्नु अब म गएर 8B मा गएर बस्नुपर्ने भयो हेर्नु गाइज। 8B मा गएपछि 8B 8B अगाडि रहेछ हेर्नु ल। 8B बस्दैखेँ मैले अब टक्क लाएर 8B मा गएर बस्छु। त्यसपछि अनि ठ्याक्क अनि तपाईँको प्लेन आयो भन्छ अनि ट्याक्क चढेर जान्छु। ल गाइज यस्तै छ। हिँड्ने झ्याउ लाग्यो भने यहाँ टक्क लाएर यस्तो भाइले अब फेरि त्यहाँ प्लेनमा चढ्ने बेला के कस्तो हुन्छ म तपाईँलाई भिडियो खिच्न मिल्लासम्म खिच्छु है। सबै अब भयो गाइज हेर्नु, सबै चेक गर्दै 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 अब आइयो। अब हामी जाँदैछौँ प्लेन चढ्न। यहाँ छ प्लेन, हामीलाई कुरेर बसिरहेको छ प्लेन। ट्याक्क लगाएर जाने अब। म त अब यहाँ त एक्लै भयो क्या भनेको। जस केटाहरू फेरि भेट्यो पछि थुप्रै केटाहरू आइरहेको छन् पछाडि, नेपाली केटाहरू आइरहेको छन्, तिनीलाई पनि भेट भयो है। ल गाइज अब हामी प्लेन चढ्न नजिक आइसकेको छ। प्लेन यही हो, हामी चढ्न जाने प्लेन यही हो। अब यहाँ प्लेनको पुरा सिसा सफा गराउनु पर्छ दाइले, सिसा सफा गराउनु पर्छ। ल गाइज म प्लेनभित्र पनि बसिसकेको छु। सबैजनाले आफ्नो सिटहरूमा बसिरहेका छन्। मलाई विन्डो सिट पऱ्यो हुन्थ्यो नि भनेको, ट्याक्कै विन्डो सिट परेछ हेर्नु गाइज। विन्डो सिट परेछ, अहिले मैले ट्याक्कै देख्छु कहाँ के भयो भनेर। ल गाइज अब म प्लेन चढ्ने हेर्छु। बसिरहेको छु विन्डो सिट पाइरहेको सोधेको त विन्डो सिट रहेछ त भनेको दामी भएन केही छ। इंडिगो ब्लू चिप मेंबर्स का हार्दिक स्वागत है। धन्यवाद। Ladies and gentlemen, boys and girls, we extend a warm welcome to our Indigo Blue Chip members aboard. Enjoy your flight. कृपया इस महत्वपूर्ण सुरक्षा जानकारी पर ध्यान। सरकारी नियमानुसार exits of this aircraft, 2 at the front, 2 at the rear, and 4 over the wings. The fluorescent strips along the floor will guide you to the closest exit. In the unlikely event of a war.
साँझको 7 बजिसक्यो गाइस। अहिले पुरा आकाशमा उज्यालो घाम लागिरहेको छ। यहाँ दिउँसोको 12 बजे जस्तो। अहिले साँझको 7 बजिसकेको छ। यहाँ गाइस यो लाइटको पर्यटक स्थल छ यहाँ गाइस। ल्यान्डिङ हुन लागिसक्यो गाइस। अलिअलि लाइट देखिसकेको छ। उभिन सक्छ तल। दुबई अब आयो है गाइस। आइपुगेको छ। दुबईको झिलिमिली हेर्नु गाइस कस्तो छ भन्ने कुरा। बस डाट रही है इतना सा था ना तब से वैसे डाट रही है। Hey guys, ini kondisi yang kacau.
फाइनली गाइस म अब एयरपोर्टमा स्टडी गरी आइपुगेछु। अब म यहाँ मलाई लिन त यहाँ कोही आउनु भएको छैन। ट्याक्सीवालाहरू सबै यहाँ बाहिरतिर बसिरहेको भएको छ। म अब जाँदैछु गाइस।